हेलो हजुर हजुर हुन्छ म भिडियो कल गर्छु हस् हस् ल हजुर आमा हजुर म सन्चै छु आमा अहिले म त सुतिरहेको थिएँ क्या आमा अहिले हजुर हजुर ठिकै छ सबैजना सुतिरहनु भएको छ आमा त्यही भएर को यो बत्ती बाल्ने कस्तो मिठो सपना देखिरहेको थियो आमा म पछि कुरा गर्छु है आमा दाजु म यहाँ मसँग कुरा गर्दै थिएँ क्या एकछिन बत्ती बाल्छु नि है ए भाइ तिमी फेरि बत्ती बाल्यो आज झन् धेरै दिनमा छुट्टीको दिनमा सुत्न नि दिँदैन यार तिम्रो मम्मीसँग बोल्नु छ भने तिमी बाहिर गएर बोल नत्र भोलिदेखि यहाँबाट रुमबाट बाहिर निकालिदिन्छु जाऊ बाहिर गएर बोल यो तिम्रो घर हो तिम्रो जे मन लागि चल्छ त्यस्तो गरेर बाहिर गएर बोल जाऊ अलिक थाहा नभएर हो दाइ सरी नि त दाइ सोध्नु पऱ्यो नि त बुझ्नु पऱ्यो यो विदेश हो थाहा छ तिमीलाई नेपाल जस्तो होइन जाऊ बाहिर गएर बोल सबैजना सुतिरहेको थियो त्यही भएर थाहा नभयो हो दाइ सरी दाइ भाइ किन हल्ला गरेको यार भाइ किन हल्ला गरेको यति धेरै हल्ला गरिरहेको छ हेर्नु न यार यो मान्छे हिजो आएको कहिले आएको यहाँ डिस्टर्ब गरेर आज धेरै दिनपछि छुट्टी पाएको तपाईँलाई थाहा भएको कुरा हो सुत्न दिनु पर्दैन अरे भाइ अहिले भनेको मान फेरि बाहिर निकालिदिन्छु भाइ होइन दाइ सरी भनिसकेँ नि त मैले दाइ अरे बुझ्नु पऱ्यो नि त हामी पनि 3-4 दिन ड्युटी गरेर बल्ल तल्ल छुट्टी पाएर हुन्छ बल्ल सुतिरहेको हुन्छ बुझ्नु पऱ्यो नि अलिकति अरे भाइ नयाँ छ बिचरा उसलाई घरको प्यास होला घरको न्यास्रो होला थोरै बात गर्दाखेरि त्यस्तो समस्या हुँदैन भाइ उहाँले जाने छैन त यहाँको रुल्स रेगुलेसन थाहा छैन नि त किनकि हामी त पुरानो हो भाइ पनि भर्खर 6-7 महिना भयो पुरानो त म छु यहाँको रुल्सहरू भाइलाई कतिचोटि थाहा छैन नि त त्यो कुरा त्यो ठाउँमा राख्नु भयो होइन तर मलाई डिस्टर्ब हुनु भएन सुन भाइ तिमीलाई लास्ट हो यो राम्रोसँग बुझ्नु नत्र यो रुमबाट बाहिर निकालिदिन्छु वार्डन ल्याएर बाहिर गरिदिन्छु मलाई अर्को थाहा हुँदैन म सुते भाइ त्यसरी हुँदैन नि भाइ 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 उठ त्यस्तो हुँदैन राम्रो हुन्न किनभने एउटै रुममा बसेको मान्छे त्यस्तो राम्रो हुन्न नि त भाइ अब दुईजना त एउटै रुममा बसेको छ नि त अब मिलेर बस्नु पऱ्यो नि त अब त्यो आफैले इगो बनाएर सुतेर नै राम्रो हुन्न भोलि एकै ठाउँमा बस्ने एकै ठाउँमा खाने यस्तो राम्रो हुन्न के भाइ तपाईँहरू चाहिँ मिल्नुपर्छ तपाईँहरू एक आपसमा मिल्नुपर्छ नि त भाइ इगो भन्ने होइन कि दाइ बुझ्नु पऱ्यो नि त उसले पनि अब उसको फोन आयो भन्दा कतिचोटि बालिदिएर बाहिर गएर बोल्न सकिन्छ नि दाइ म कति दिन पछिको ड्युटी पछि बल्ल छुट्टी पाएर सुतिरहेको छु त्यो तपाईँले पनि बुझ्नुपर्छ उसले नि बुझ्नुपर्छ मलाई थाहा छ भाइ ड्युटी सबैले गरिरहेको छ तर भाइ त नयाँ छ नि त नयाँ भएको कारणले एकचोटि लगायो उहाँलाई माफ पनि दिनुपर्छ उहाँले रुल्सहरू सिक्दै हुनुहुन्छ नि त त्यही भएर एकचोटिलाई माफ दिनुहोस् एकअर्कामा तपाईँलाई हात मिलाएर राम्रो बाटोतिर राम्रो कुराहरू जानुपर्छ अहिले एकआपसमा मिल्नुहोस् हामी नेपाली झगडा गऱ्यो भने एकअर्काले अरू देशको मान्छेले हामीलाई हेप्छ नि त त्यही भएर हामी चाहिँ मिलेर बस्नुपर्छ कि हामी नेपाली हो नि त हामी एउटै नेपालबाट आएको छौँ एउटै ठाउँबाट आएको छौँ हामी चाहिँ मिलेर बस्नुपर्छ किनभने हामी सबै नेपाली हो किनभने नेपालीको कुरा बुझ्नुपर्छ है भाइ अबदेखि यस्तो नगर्नु भाइले पनि नगर्नु मिलेर हामीले बस्नुपर्छ है हुन्छ ठिक छ दाइ सरी अहिलेको लागि अब भोलिबाट म गर्दिनँ नि अब आजैबाट मैले अब थाहा भयो नि त यस्तो रहेछ भनेर भोलिबाट गर्दिनँ सरी दाइ ल ल भाइ तिमीले नि अब नियम नबुझिकन गऱ्यो अब तिमीलाई मैले पनि अब नबुझिकन गरी गऱ्यो सोचेँ ल दाइ थ्याङ्क यू तपाईँलाई पनि अब यो सुझावको लागि म सुत्छु है त ओके नमस्ते भिडियो हेर्नुभयो अनि कस्तो लाग्यो त तपाईँहरूलाई भिडियो अनि कमेन्टहरू गर्न नभुल्नु होला लाइक सेयरहरू गर्न नभुल्नु होला अनि हामीले चाहिँ यो सानो एउटा भिडियो बनाएका छौँ जहाँ तपाईँको यो परदेशमा हामीहरू बस्दै गर्दा कतिपल्ट हामीहरूले यस्तै व्यावहारिकहरू जीवनमा भोगिराखेका हुन्छौँ के तपाईँ नयाँ मानिसहरूलाई पुरानो व्यक्तिहरूले हेपिराख्नु त भएको छैन यदि त्यस्तो छ भने बेलैमा सुध्रिनु होला अनि आफूभन्दा ठुलालाई आदर अनि सानोलाई माया अनि तपाईँको नयाँ आउनुभएको भाइ अथवा दाजुहरूलाई चाहिँ तपाईँहरूले नयाँ नियमहरू कानुनहरू सिकाउँदै गर्नु होला यति नै भन्न चाहे हस्त नमस्ते।